सधैँ जसो फुर्सद भयो कि मोबाइल हातमा लिइहाल्थेँ। फेसबुक, इन्स्टाग्राममा रिल्स हेर्दै समय बित्थ्यो। मलाई थाहा नै थिएन यही मोबाइलले मेरो जिन्दगीको सबैभन्दा ठुलो दाउ दिनेछ भनेर। एक दिन मोबाइल चलाउँदै गर्दा एउटा अन्जान नामबाट फ्रेन्ड रिक्वेस्ट आयो। प्रोफाइल फोटो हेर्दा राम्री केटी जस्तो देखिन्थे। नाम पनि साधारण नै थियो। खासै सोचिनँ, ठिकै छ भनेर मैले एक्सेप्ट गरिदिएँ। केही दिनपछि उसले मेरो रिल्स हेर्न थाली, लाइक र कमेन्ट गर्न थाली। त्यसपछि एक दिन मेसेज आयो, हाई। सुरुमा मैले बेवास्ता गरेँ, तर मेसेज फेरि आउन थाल्यो। अनन्त मैले हेलो भनेर रिप्लाई दिएँ। त्यस दिनबाट हाम्रो कुराकानी सुरु भयो। दिनहुँ च्याट हुन थाल्यो। ऊ आफ्नो दुःख, खुसी, सपना सबै कुरा सुनाउँथे। म पनि आफ्ना कुरा भन्न थालेँ। केही दिनमै ऊ मलाई आफ्नो जस्तै लाग्न थाले। मोबाइलको स्क्रिनभित्रै म उसको नजिक पुग्दै थिएँ। समय बित्दै जाँदा म उसँग बिना बोल्न नसक्ने भएँ। बिहान उठ्ने बित्तिकै उसको मेसेज खोज्थेँ। राति सुत्नु अघि अन्तिम मेसेज पनि उसैको हुन्थ्यो। मनमनै म उसलाई माया गर्न थालेँ। तर एक दिन मैले थाहा पाएँ, ऊ मेरो सोचेको जस्तो केटी रहेनछ। हुन त आफूले सोचेको जस्तो कहाँ नै हुन्छ र। ऊ त केवल मेरो एउटा जीवनको छोटो समयको पात्र मात्र बन्न आएको रहेछ। उसले मलाई छोडेर गइसकेपछि म पागल जस्तो भइसकेको रहेछु। म एकान्त बन्द कोठामा गुम्सिएर बस्न मन पराउँथे। न साथीभाइसँग भेट्थेँ, न त बोल्ने नै गर्थेँ। उसको सम्झनामा सिरानी भिजेको थाहा नै हुँदैन थियो। उसको बोलीमा खै के थियो, उसको मात्र याद आउने गर्थ्यो। मोबाइल छेउमा राखी उसको फोटो हेरी उसको मेसेज आउँछ कि भनेर कुरेर बस्थेँ। उसँग नबोलेको हप्ता दिन नै बितिसकेको रहेछ। मलाई केवल लाग्थ्यो हिजोको कुरा हो, खै किन उसले अरूलाई रोज्यो थाहा नै भएन। तर मैले गरेको उसलाई माया चाहिँ साँचो थियो। भन्छन् नि, जसलाई साँचो माया गरिन्छ उसले नै छाडेर जान्छ। जसले आफ्नो मनमा राखेको हुन्छ उसलाई भुलाउन धेरै नै गाह्रो हुने रहेछ। ऊ अरूलाई रोजेर खुसी छ भने उसको खुसी खोज्ने को नै होम र। उसको खुसी मेरो आँसु रहेछ। मनमा जति नै माया भए पनि मलाई देखाउन नआउँदो रहेछ। मलाई जस्तो मायाको झुटो आश देखाएर अरूको पनि मन नदुखाइदिनु। यदि माया नै गर्नु छ भने छिनको लागि होइन, जीवनभरको लागि गर। यदि साथ दिन सक्छौ भने साथ देऊ, सक्दैनौ भने मायाको नाटक नगरिदेऊ। मुटु गाठो पर्यो होला, ऐठन हो कि झ्यापै आमा ट्याक्कै। रुदा रुदै मुर्छा परलिन् तिमीले सास भर्नु, छिमेकीलाई बोलाइदिनु, ओखतिनी गर्नु। लैजा खबर हे हावा पीर व्यथा मैतिर आनन्दिनु। मेरी आमालाई सन्चै छ भन्दिनु।